के नेपालमा हाम्रो अलामाए कराम मौलानाहरू जुन हामीहरू मदरसाबाट शिक्षित भएर निस्किन्छौँ, के हामीहरू चुनावतिर जान सक्दैन, नेता बन्न सक्दैन? नेता बन्नमा के जान्छ? यदि हामी नेता बन्यो, हामी राजनीतिकमा गयो भने हाम्रो इमानको साथसाथ हामी हरेक कुराको रक्षा गर्न सकिन्छ। किन? हामी यति पढेपछि, यत्रो शिक्षित भएपछि हामी यहाँदेखि नदवतुल उलामासम्म जान्छौँ, दुनियाँ धेरै पढ्छौँ, तर हामी राजनीतिकमा किन जान सक्दैन? किन हामी बोल्न सक्दैन? यदि हामीमाथि कुनै प्रश्न हुन्छ, हामी किन त्यसको जवाफ आफ्नो नेपाली भाषा जुन हाम्रो सरकारी भाषा छ त्यो भाषामा जवाब दिन सक्दिन? हरेक लाइनमा जानुपर्छ। राजनीति कसले गरेको छैन? के साहबा कराम रिजवानुल्लाह ताला अलैहिम अजमईन जुन हाम्रो खलिफाहरू हुनुहुन्थ्यो, के उहाँहरू राजनीति गरेको छैन? गरेको छ, अवश्य गरेको छ। तर त्यो राजनीतिक भनेको आफ्नो इमानको साथसाथ आफ्नो जुन मान्छे थियो, आफ्नो जनता थियो, राम्रो व्यवहार गर्थे। त्यही हिसाबले हामी राजनीति गर्नेछौँ। हामी भ्रष्टाचार होइन, हामी आफ्नो इमानदारिता देखाउनेछौँ जुन हामीलाई हाम्रो इस्लामले सिकाएको छ। म सबैलाई भन्छु, पढ्नुहोस्, अध्ययन गर्नुहोस्, हरेक लाइनबाट शिक्षा प्राप्त गर्नुहोस् र राजनीतिकमा जानुहोस्। आफ्नो धर्मको पनि रक्षा गर्नुहोस्, आफ्नो देशको पनि रक्षा गर्नुहोस्, आफ्नो जनताको लागि पनि बाँच्नुहोस्, आफ्नो लागि पनि बाँच्नुहोस्। जय नेपाल।